व्हाट्सअप गाइज के छ त हालखबर फेरि पनि आइसक्यो म तपाईँहरूको सामु अर्को नयाँ भिडियो लिएर। अनि आज चाहिँ म इटो जानुपर्ने सानो काम थियो, त्यही भएर म जाँदैछु। अनि जाँदा जाँदै भिडियो पनि बनाइदिउँ न भनेर अनि म चाहिँ अहिले यता तल बस आउने ठाउँतिर जाँदैछु। अनि यो चाहिँ म पढेको स्कुल गाइज होइन। अनि थोर घाम लागेको छ, क्या दामी देखिरहेछ होइन। म अहिले अब बिहानै उठेको जाँदैछु। अनि अर्को कुरा चाहिँ के गर्नु आँटेको थिएँ भने मैले आज जेठ 1 गते मेरो चाहिँ 91 सब्सक्राइबर छ। अब जेठपछि के आउँछ, वैशाख जेठ असार 1 गतिसम्म म चाहिँ 500 सब्सक्राइबर पुऱ्याउने सोचले हिँड्दैछु होइन। अनि त्यही भएर कसले सब्सक्राइब गरेको हुनुहुन्न सब्सक्राइब गरिदिनुहोस् होइन। म चाहिँ अब 1-2 महिना चाहिँ अब डेली जस्तो 2 दिनमा चाहिँ अब म भिडियो हालिबस्छु। अहिलेलाई चाहिँ यति नै। अब सिधै तल जान्छु अनि त्यहाँबाट बसमा गएको देखाउनेवाला छु होइन गाइज। ल अहिलेलाई चाहिँ यति नै। ल एकैचोटि भरे मात्र गर्छु भनेको, फेरि तपाईँहरूलाई नदेखाइ सकिनँ नि त। अनि सकिनँ। यस्तो राम्रो गाउँ हेर्नु न, आज चाहिँ मेरो गाउँ होइन यस्तो राम्रो छ। अनि नदेखाइसक्छु त म सक्दिनँ नि। बस आउने चाहिँ त्यहाँ तल हो, हुन त यताबाट गएको भए नि भेटाइन्थ्यो, तर ओह्रालो सिधा जानु नजिक पर्छ भनेर हो। अनि त्यही भएर म चाहिँ यता गएको। ल अब चाहिँ एकचोटि गाउँ हेरिदिनुहोस् न त। अनि यस्तो राम्रो गाउँको मान्छे, अनि यस्तो राम्रो खाएन त मार्केट। अनि अहिले चाहिँ यति नै। ल पुलमा चाहिँ यस्तो चढाउने चलन छ होइन, चढाएर कसैले यता चढाएँ अनि पुलमा चढाएर चाहिँ पुलदेखि उता अब त त्यहीँ तलतिर हो गाइड छैन। ल हे हल्लाइको दिप के हो, फोन खस्यो भने त प्याटपुट हुन्छ र गाइड। गलियो मुटु नै भयो नि त। ल त्यहाँ माथिदेखि आएको म त्यो डाँडा माथिदेखि यहाँ तल यहाँ चाहिँ अहिले बस पर्खिरहेको छु। बस चाहिँ आएको छैन, पर्खेर बसिरहेको छु म चाहिँ। यहाँ माथिदेखि यहाँसम्म गाह्रो छ गाइज। हामी चाहिँ अहिले मूलघाटदेखि अलिकति आइपुगिसकेको छौँ। अनि मैले केही देखाउनु चाहिँ पाइनँ तपाईँहरूलाई। अनि म चाहिँ अहिले खाना खानु गाडी रोकिरहेको छ। गाडी रोक्दाखेरि म चाहिँ यहाँ खोलाको छेउमा आएर बसिरहेको छु। गाडी चाहिँ त्यहाँ पर्खेको छ, बस्दा त्यहाँ पनि कति 5:54मा आएको थिएँ। गाडी चाहिँ 7 बजी मात्र आइदियो क्या। आम्मा यस्तो भयो नि। अनि खाना चाहिँ खानु मन लागेन। अनि एउटा खरबुजा ल्याएँ अनि पानी ल्याएँ, त्यही खाँदैछु होइन। अब चाहिँ गाडीमा मलाई के हुन्छ। अब चाहिँ म भरे वहीँ गएर भेट्छु ल एकैचोटि इन्टरभ्यूतिर। अहिलेलाई चाहिँ यति नै। ल म खान्छु। ल म चाहिँ आइपुगिसकेँ इटरी अङ्कलकोमा। अनि यहाँ चाहिँ आइपुगेर काटेर बसिरहेको छु। त्यहाँ चाहिँ यस्तो राम्रो रोपेको रहेछ अहिले चाहिँ, राम्रो रोपेको रहेछ। म चाहिँ गाई सिकेर आइपुगिसकेँ होइन। अनि कपाल काटेको कस्तो देखिरहेछ कमेन्ट गरिदिनु होला। के कस्तो लाग्यो यो भिडियो आजलाई यति नै होइन। कस्तो लाग्यो मन परेमा लाइक, च्यानलमा सब्सक्राइब गरिदिनु बिर्सिनु होला। बाई बाई। आइज